स्प्राइटको बोतल लिएर जान्छ गराउने कामै छैन त पानी चाहियो नि गर्मी कति छ 299 हेलो गाइज वेलकम माई न्यू ब्लग आज जाँदैछौँ हामी सेन्ट्रल मलतिर घुम्नलाई बाबुको वेटिङमा थियौँ आइसक्नु भएको छ खै त ड्याडी आउनु भयो नि त स्टार्ट नगर्ने बेटा भागिहाल्छ फेरि गाडी भाग्छ नि फेरि गाइज मौसम अँध्यारो जस्तो हुन आँटेको छ अब हामी गएर छिट्टै आउनुपर्छ यो हामी सेन्ट्रल मल आइसक्यौँ सेन्ट्रल मलमा त त्यति भिड पनि त छैन सुनसान जस्तो छ र छ अलिअलि माथि छ राति हामी ग्राउन्ड फ्लोरमा केही भएन एस्केलेटर भएर माथिको तलामा जानुपर्ने छ यो रहेछ सेन्ट्रल मलको भित्रको फोटो खिच्दै हामी सोचे फोटो खिचाउँ तर मोबाइलबाटै फोटो खिच्छ यतातिर पनि हामी बाबुले भेट्यो हाम्रो सेन्ट्रल मलको घुमघाम भयो त अब हामी रिटर्न हुनेतर्फ लागिरहेछौँ कुन होला अलि राम्रो खालको कति आधी लिटर 1 लिटर कति होला यो बोलाहरू कि यो मात्रै सिधातिर हेर्नु यहाँ पनि छ यो हेर्नु राम्रोसँग डराउने कामै छैन त पानी चाहियो नि गर्मी कति छ 299